आदरणीय न्युयोर्कवासी नेपाली दाजुभाइ दिदीबहिनीहरू, न्युयोर्क र यसको आसपासको क्षेत्रमा लामो समयदेखि विभिन्न सामाजिक कार्यमा व्यस्त रहँदै आएको धादिङ समाज अमेरिका 2082 नेपाली नयाँ वर्षको अवसरमा एउटा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ। ज्यादै पवित्र उद्देश्यका साथ आयोजना गरिने यस कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा सहित धादिङ समाज अमेरिकाका अध्यक्ष टेक रोवालीजी हाम्रो संस्थापक अध्यक्ष हुनुहुन्छ। तपाईँ यो कार्यक्रम बारेमा केही बताइदिनुहोस्, मानिसहरू किन आउने र यसको उद्देश्य के हो संक्षिप्तमा? यो चाहिँ हामीले धादिङ जिल्लामा रहेका एकदम विपन्न वर्गका स्टुडेन्टहरूलाई चाहिँ स्कलरसिप प्रोग्राम गर्नको लागि रकम उठाउनको लागि यो चाहिँ इस्यु हो। यो यो तिब्बतन कम्युनिटी सेन्टर 34 एभिन्यूमा हुँदैछ। यो पेजमा यो चाहिँ अप्रिल 5 स्याटरडे 7:30 यहाँ चाहिँ स्टार्ट। टिकट चाहिँ रेगुलर टिकट $50 र भिआइपी टिकट $100। अनि कहाँ पाइन्छ टिकट चाहिँ यो हामीले चाहिँ उसमा चाहिँ फिजिकल रूपमा चाहिँ दुई ठाउँमा पाइन्छ। एउटा चाहिँ नमस्ते फुड बजार ज्याक्सन हाइटमा यो पोस्ट अफिसको अपोजिटमा छ, र एउटा चाहिँ फ्रेस सेन्ट्रल ग्रोसरी छ, यो चाहिँ न्यू जर्सी। र साथै विभिन्न सामाजिक सङ्घ संस्थाका साथीहरूले पनि यो कार्यक्रमलाई प्रमोट गरिदिइरहनु भएको छ, जसमा हामीसँग गोर्खा समाज न्युयोर्कका अध्यक्ष ओम विश्वकर्माजी हुनुहुन्छ। उनले यसलाई कसरी सहयोग गर्दै हुनुहुन्छ, तपाईँहरूले कसरी के भन्नुहुन्छ? हामीले चाहिँ हाम्रो लोकल समाज न्युयोर्क र गोर्खा समाज अमेरिकाबाट संयुक्त रूपमा चाहिँ केही साथीभाइलाई एकदम यो कार्यक्रम उजागर गर्ने तरिकामा अगाडि जाँदैछौँ। आशा छ सबैजना साथी चाहिँ यसमा सहभागी हुनुहुन्छ। त्यसै गरी गोर्खा समाज न्युयोर्क तथा गोर्खा समाज अमेरिकाका अध्यक्ष वर्तमान खाम भट्टजी, लामो समयदेखि समाजसेवामा सक्रिय, अहिले तपाईँ रियल्टर व्यवसायमै हुनुहुन्छ, तल शुभकामना दिन्छ। यो कार्यक्रम बारेमा के छ, तपाईँ पनि सहभागी हुनुपर्छ। धादिङ समाजले यो च्यारिटीको प्रोग्राम हो, यो बुकिङ गरेर असहाय बालबच्चाको लागि फोकस गरेको भएर म पनि आउँदैछु, यहाँहरू पनि आउनुहुन्छ र यसै गरी नेपाली समाजमा अत्यन्तै भेरी एक्टिभ सोसल वर्कर हाम्रो प्रिय बहिनी पनि भन्छु म उहाँलाई, चमेलीजी हुनुहुन्छ। उहाँ पनि एकदम एक्टिभली लाग्नु भएको छ यो प्रोग्रामलाई सक्सेस गर्न। प्लिज धादिङ समाजद्वारा आयोजित यो च्यारिटी कार्यक्रममा यो असाध्यै राम्रो कार्यक्रम हो। शैक्षिक क्षेत्रमा चाहिँ हामीले योगदान दिने उद्देश्यले उहाँले जुन आयोजना गर्नुभएको छ। अप्रिल 5मा तपाईँहरू सबैजना आइदिनु होला। म बागलुङ समाजको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण नेपालीहरूको तर्फबाट हार्दिक तपाईँहरूलाई अनुरोध गर्दछु, आउनुहोस्, सहयोग गर्नुहोस् र ती अनाथ, असहाय र जो गरिबीको रेखामुनि रहेका बालबालिकाहरू छन् उहाँलाई शैक्षिक स्तर उकास्नको लागि सहयोग गर्नुहुन्छ। Thank you very much. Again, April 5, धादिङ समाज अमेरिका नेपाली गीत सङ्गीत र संस्कृतिको प्रवर्धन र नेपालमा रहेका बालबालिकाको शैक्षिक उन्नतिका लागि यो महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुनु होला। उहाँहरू लगायत सबै साथीहरूसँग टिकट खरिद गर्न सक्नुहुन्छ।